हेलो साथीहरु नमस्ते। आज म फेरि धेरै दिनपछि आफ्नो घरको भिडियो लिएर आएकी छु र मेरो च्यानल नेपाली युट्युबर उर्मिलामा हजुरहरुको धेरै स्वागत छ। साथीहरु पुरा भिडियो हेरेर मिठो कमेन्ट छोडिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने फटाफट सब्स्क्राइब गरिदिनु होला। ल आउनुस् है घरको भिडियो हेरौँ है त साथीहरु। साथीहरु यहाँ ट्रस्ट लाग्दै छ। यो चाहिँ म सबभन्दा टपमा आकी छु। यहाँ ट्रस्ट लाग्दैछ अनि सँगसँगै प्लास्टरहरु पनि हुँदैछ। यहाँ प्लास्टर हुँदैछ पछाडीको भागमा। भित्र चाहिँ प्लास्टर अहिले भएको छैन, सबभन्दा पहिला चाहिँ यहाँ बाहिर हुँदैछ अनि त्यसपछि ट्रस्टहरु पनि लाग्दैछ। ल हेर्नुस्, अगाडिको भागमा प्लास्टर भयो, यता पनि प्लास्टर भयो, पछाडी पनि प्लास्टर हुन्छ, ट्रस्ट पनि लागिसक्यो र यो ट्रस्टको यतापट्टि अगाडिपट्टि तपाईहरुले मन्दिर जस्तो देख्नुभएको छ नि, हो त्यहाँ चाहिँ पानीको टंकी राख्ने हो साथीहरु। त्यही भएर त्यो त्यसरी राखेको छ अगाडि यसरी। यहाँ चाहिँ पानीको टंकी राख्ने हो र पछाडी पनि खटहरु बाँधेका छन् अनि यहाँ प्लास्टर हुँदैछ। यहाँ प्लास्टर त गर्यो हैन, बट उताको त्यो के भन्छ त्यसलाई पानी जाने डुडी हुन्छ नि ट्रस्टको, त्यो चाहिँ अलिकति बाहिर निस्केछ, अर्काको जग्गामा त्यो पर्न जान्छ। त्यही भएर त्यसलाई चाहिँ भित्र गर्न भनेको छु। अहिले ट्रस्टवाला आएर त्यसलाई भित्र गरिदिन्छ अनि त्यसपछि बल्ल प्लास्टर हुने हो साथीहरु। यति अलिकति कहीँ मिस्टेक हुन्छ नि र यसरी मिस्त्री आयो अनि यसरी उले भित्र गर्दैछ। मैले यहाँ सुकाउने गर्छु, घाम पनि पर्छ एक त, अर्को कुरा यहाँ ठाउँ छैन, पुरा घरको काम हुँदैछ, हजुरहरुलाई थाहा नै छ। त्यही भएर घर त्यहाँ कपडा सुकाउन यहाँ आउँछु। यो हो हाम्रो टोल, हेर्नुस् यस्तो छ हाम्रो टोल। सो आउनुस् फाइनली एकचोटि माथि जाउँ, कस्तो के भयो हेरौँ है त साथीहरु। काम पनि हुँदैछ कि कस्तो ट्रस्टहरु लगाएका छन्, ल आउनुस् हेरौँ है त माथि गएर। कुना त राम्रो बने छैन है, बनेर तलबाट हेर्दा त मैले देखि नै राम्रो बनेको त कुना। उयो धार उतापट्टिबाट हेर्न पर्यो नि। धारले बनेको जस्तै हो कि क्या? हेर्नु त चिल्लो जस्तो छैन नि, कतै कतै छेडछेड जस्तै छ के। छेदाछेदी छ के, धार बनेको छ तर छेदाछेदी छ त्यहाँ, टक्क बरे छैन यहाँ धार। ल हेर्नुस्, आउनुस् माथिबाट ट्रस्ट ल हेर्नुस् यसरी लागेको छ र काम पनि चलिरहेको छ साथीहरु। यही हो मेरो आजको भिडियो। हजुरहरुलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक गरिदिनु होला र मिठो कमेन्ट छोडिदिनु होला र मेरो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक्स फर वाचिङ, बाइ बाइ।